अभिनेता पल शाहको अर्को नयाँ म्युजिक भिडियो बजारमा आउने तयारीमा रहेको छ। पुछ पसिना बोलको गीत बजारमा आउन लागेको हो। यो गीतको चर्चा सामाजिक सञ्जालमा एकाएक चुलिन थालेको छ। उसो त पल शाह र करिश्मा सिसले अभिनय गरेको नयाँ म्युजिक भिडियो पुछ पसिना बजारमा आउन लागेको हो। नेपाली दर्शकको अत्याधिक रोजाइमा पर्न सफल सम्भवतः यो गीत पर्ने विश्वास गरिएको छ। गीतमा पल शाह र करिश्मा सिसले लामो समयपछि कमब्याक गर्न लागेको हो। उसो त करिश्मा सिसले र पल शाहले अभिनय गरेको अघिल्लो म्युजिक भिडियोले नि दर्शकको राम्रो मन जितेको थियो भने चलचित्रमा समेत यी जोडी सँगै काम गरिसकेका थिए। उक्त चलचित्रले राम्रो व्यापार गर्न नसके पनि अभिनय गरेको म्युजिक भिडियोले पनि राम्रै व्यापार गरेको हो। अर्थात् 1 2 3 4 स्वीकार मेरो नमस्कार बोलको गीतमा यसभन्दा अगाडि पल शाह र करिश्मा सिसले अभिनय गरेका थिए भने अब पुग्छ पसिना बोलको गीत बजारमा आउन लागेको हो। यो गीतको डाइरेक्सन भने रामजी लामिछानेले गरेका छन् भने गीतमा समीर आचार्य र मेलिना राईको आवाज रहेको छ। तपाईँ पनि पुछ पसिनाको पर्खाइमा हुनुहुन्छ भने आज हामीले तपाईँलाई विशेष केही म्युजिक भिडियो र पल शाहको बारे नयाँ जानकारी सहितको भिडियो लिएर आएका छौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। नमस्कार दर्शकबिन, यहाँ सम्पूर्णलाई स्वागत छ आरसीबी खबरमा। पछिल्लो समयका निकै चर्चित व्यस्त अभिनेता पल शाह म्युजिक भिडियोमा एकपछि अर्को लगातार आउने क्रम निरन्तर अगाडि बढिरहेको छ। उनको झन्नै म्युजिक भिडियो हप्तामा 4 वटादेखि 5 वटासम्म सुटिङ हुने गरेको छ। त्यो सँगसँगै यति बेला चलचित्र मोहरमा पनि उनले आफ्नो व्यस्तता बढाइरहेका छन्। उसो त पल शाहको व्यस्त बावजुद पनि अहिले दर्शकको मनमा पर्न सफल धेरै म्युजिक भिडियोले बजारमा राम्रो व्यापार गरिरहेको छ। म्युजिक भिडियोमा उनी दोहोरीदेखि सबै खालका म्युजिक भिडियोमा यति बेला निकै व्यस्त रहेको छ। डान्सिङ विधामा तयार पारेको अर्को नयाँ म्युजिक भिडियो पुछ पसिना बोलको गीत फेरि पनि बजारमा आउन लागेको हो। यो गीतलाई समीर आचार्य र मेलिना राईले भने स्वर दिएका छन् भने रामजी लामिछानेको डाइरेक्सनमा तयार भइरहेको छ। गीतमा पल शाह र करिश्मा सिसको जोरदार अभिनय रहनेछ। यो गीत अब कहिले र कुन युट्युब च्यानलबाट सार्वजनिक हुँदैछ भन्ने बारे पनि हामी तपाईँलाई जानकारी दिनेछौँ। यति बेला पछिल्लो समयका निकै चर्चित व्यस्त र अति नै लोकप्रिय र हिट सँगसँगै दर्शकको मन जित्न सफल गीतहरूमा डाइरेक्सन गरिसकेका रामजी लामिछानेले पल शाहलाई फेरि पनि एकचोटि नचाहेको छ। पल शाहलाई र करिश्मा सिसलाई यसभन्दा अगाडि विक्रम चौहानले नचाहेका थिए भने अहिले रामजी लामिछानेले नचाहेका हुन्। उसो त मेलिना राई पछिल्लो समयका एउटा त्यस्तो गायिका हुन् जसले गाएको गीत नेपाली गीत सङ्गीतको लागि एउटा सदैव बस्ने र समयको मनमनमा बस्न सफल गीतहरू पर्न सफल भइरहेको छ। अहिले पनि हेर्ने हो भने उनले गाएको गीतहरू करोड क्लबमा मात्र पुगेको छैन, नेपाली गीत सङ्गीतको इतिहासमा एउटा स्वर्ण लक्षणको लेखाले समेत कोरिसकेका छन्। हो तिनै सुमधुर आवाज रहेका मेलिना राईको आवाजमा रहेका गीतमा पल शाहले फेरि पनि सहकारी गरेका छन्। पल शाह र करिश्मा सिसको जोरदार अभिनय रहने भनेको यो म्युजिक भिडियोले दर्शकको मन कतिको जित्छ भन्ने अर्को कौतूहलता र आकांक्षा पनि निकै ठुलो रूपमा रहेको छ। तर जे होस्, यति बेलाका लोकप्रिय नायक अभिनेता पल शाह र करिश्मा सिसको जोरदार अभिनय रहने यो म्युजिक भिडियोले कसको मन कतिको जित्छ भन्ने अर्को चर्चा पनि रहेको छ। तर उनको लुक्स र यसको पोस्टरले पनि दर्शकलाई एकचोटि फेरि कौतूहलित बनाइसकेको छ। दोस्रो पोस्टर समेत सार्वजनिक गर्दै निर्माण टिमले गीत रिलिज गर्ने जानकारी दिएको छ। उसो त यो गीत अबको 2 दिनपछि बजारमा आउने तयारीमा रहेको छ। पुछ पसिना बोलको गीतको पर्खाइमा हुनुहुन्छ भने तपाईँलाई आज हामीले दिएको जानकारी कस्तो लाग्यो हामीलाई सदैव फलो गर्नुहोस्। हामी नयाँ जानकारी नयाँ अपडेटको साथ फेरि पनि आउनेछौँ। तर यति बेलाको लागि भने पल शाह र करिश्मा सिसको अघिल्लो गीत 1 2 3 4 स्वीकार मेरो नमस्कार जो टङ्क बुढा थोकीको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो, त्यसपछिको अर्को सहकार्य पुछ पसिना बोलको गीत अब बजारमा आउने अन्तिम तयारी भइरहेको छ। यो जोडी तपाईँलाई मनपर्छ भने लाइक कमेन्ट सेयर गर्न नबिर्सनुहोला र पल शाहको फ्यान हुनुहुन्छ भने एक कमेन्ट अवश्य गर्नुहोला र थप जानकारी र नयाँ अपडेटको लागि हामी सँगै रहनुहोला। हाम्रो भिडियो मनपर्छ भने तल कमेन्ट बक्समा कमेन्ट र एक लाइक र हामीलाई सेयर गर्न नबिर्सनुहोला भन्दै यो भिडियोबाट बिदा चाहन्छौँ। थप जानकारीको लागि र पल शाहको नयाँ अपडेटको लागि फेरि अर्को भिडियोमा भेट्नेछौँ। नमस्कार।